कैटब हेर्न हौ मेरो त्रिशूल भाग्य छ। मधु हजुर यहाँ मान्छे छ। हे कैटब हे मधु सारा संसारमा राज गर्नुपर्छ रे हामी त। यसरी सारा संसारमा हाहाकार मचाइरहेको थिए मधु र कैटबले। आज ब्रह्माजी जानुभयो बाहिर, नारायण भगवानको समीपमा जानुभयो। भगवान शेष शैयामा सुत्नु भएको थियो। भगवानलाई गएर बारम्बार प्रार्थना गर्नुहुन्छ, उठाउनुहुन्छ कि हे प्रभु, असुरहरूले संसारमा हाहाकार मचाइसके, मलाई मार्नको निमित्त दौडिरहेका छन्। त्यसै कारण आउनुहोस्, उठेर संसारलाई बचाउनुहोस् प्रभु भनेर बारम्बार भगवानसँग प्रार्थना गरिरहेका थिए। भगवान आज उठ्नुभयो, उठेर जहाँ मधु र कैटब थिए, मधु र कैटबसँग युद्ध गर्नको निमित्त भगवान जानुहुँदैछ। मधु र कैटबले हाहाकार मचाइरहेका छन्। ए मधु कैटब, के गर्दैछौ रे तिमीहरू यहाँ? हामी राज गर्न आएका छौँ। ए मूर्ख हौ, राजको कुरा गर्दैछौ? दैत्यहरू बस्ने भनेको रसातलमा हो। अहिले नै युद्ध नगर्ने यहाँ बोलिँदैछ। पातालमा जाऊ, दैत्य बस्ने भनेको पाताल हो, यहाँ होइन। पाताल हामी दुई असुरको निम्ति यो सारा जगत नै हाम्रो हो। हे मधु कैटब, आज तिमीहरूले मलाई ललकारिरहेको छौ। यो स्वर्ग भनेको हाम्रो हो, देवताहरूको हो। त्यसै कारण आइज, यदि स्वर्गलाई जित्न चाहन्छस् भने मसँग युद्ध गर।